हेलो नमस्ते, वेलकम टु माई भिडियो, वेलकम टु च्यानल। आजको भिडियोमा चाहिँ मैले तपाईँलाई सिकाउने छु आइएमपेबाट चाहिँ रेमिट्यान्स कसरी गर्ने र पहिलाभन्दा थोरै चेन्ज भइरहेको छ र त्यो सम्पूर्ण डिटेल चाहिँ तपाईँलाई मैले सिकाउने छु र यो भिडियोलाई स्किप नगरी हेर्नु होला। र आजको भिडियोले तपाईँले सिकाउने छु तपाईँको आफ्नो आफन्तलाई सजिलैसँगले उहाँको नार्तामा रेमिट्यान्स तपाईँले आइएमपेबाट सजिलैसँगले गर्न सक्नुहुन्छ। आउनुहोस् मोबाइल स्क्रिनतर्फ, आउनुहोस् मोबाइल स्क्रिनमा र त्यस पछाडि इन्टरफेस देख्न सक्नुहुन्छ। र अब आउनुहोस् यो सेन्ड मनीमा क्लिक गरिसके पछाडि तपाईँले यस्तो खालको अप्सन पाउनुहुनेछ। यस्तो अप्सन तपाईँले आइएमई फन्ड ट्रान्सफरमा जानुहोला र यो अप्सनमा गइसके पछाडि तपाईँले यहाँ चाहिँ तपाईँले कसलाई पठाउनु भने उहाँको फोन नम्बर चाहिन्छ र फोन नम्बर तपाईँले राख्नुपर्ने हुन्छ र मैले राखिसकेँ। त्यस पछाडि यहाँ चाहिँ यो अप्सनमा जानु होला र तपाईँले एमाउन्ट कति पठाउनु हुने यहाँ राख्नु होला। जस्ट मैले एउटा राखेँ। त्यस पछाडि यहाँ चाहिँ तपाईँले फुल नाम राख्नु होला र त्यस पछाडि तल्लो अप्सनमा फ्यामिली प्रोसेस राख्नु होला। त्यस पछाडि यहाँ सिस्टर हो कि ब्रदरलाई राख्नु होला र त्यस पछाडि यहाँ ट्रान्जेक्सन पिन हाल्नु होला। ट्रान्जेक्सन पिन हालिसके पछाडि तपाईँको यहाँ तल एउटा अप्सन आउनेछ, त्यो अप्सनमा जानु होला। त्यो अप्सनमा आइसके पछाडि यस्तो खालको इन्टरफेस देखाउनेछ र यहाँ चाहिँ तपाईँले सिएल यो तल अप्सन हुन्छ यस्तो, यो डिटेलमा गएर यहाँ गएर तपाईँले एउटा यो अप्सन यो चाहिँ यसलाई तपाईँले प्रिन्ट गरेर तपाईँले स्क्रिनसट पठाउनु होला अथवा यो नम्बर तपाईँले पठाउनु होला।